2026 को विश्वकपमा लागू गरेको 3 मिनेटको अनिवार्य हाइड्रेसन ब्रेक, पानी पिउने ब्रेकले अहिले सामाजिक सञ्जालमा ठूलो बहस। फिफाले साँच्चै फुटबल खेललाई बर्बाद गर्दैछ कि खेलाडीहरूलाई बचाउँदैछ? फुटबल प्रेमीहरू यसरी दुई भागमा बाँडे। विपक्षी फ्यानहरू किन आक्रोशित छन्? खेलको लय बिग्रिने, खेललाई 4 भागमा विभाजन गर्दा फुटबलको परम्परागत 45 मिनेटको निरन्तर बहाव र टोलीको लय पूर्ण रूपमा रोकिन्छ। दोस्रो कुरा, विज्ञापनको भिड। टिभी च्यानलहरूले ब्रेक हुनासाथ विज्ञापन बजाउन थाल्छन्। कतिपय च्यानलले त विज्ञापन देखाउँदै लाइभ खेल नै छुटाए। तेस्रो कुरा, बाठो रणनीति। प्रशिक्षक शिखरले यसलाई बास्केटबलको जस्तो टाइम आउट बनाएका छन्। ल्यापटप निकालेर खेलको रणनीति नै बदल्न थालेका छन्। तर यसका पक्षमा उनीहरूले यो आवश्यक छ पनि भनिरहेका छन्। खेलाडीको सुरक्षा पहिलो प्राथमिकता। उत्तर अमेरिकाको अत्याधिक गर्मी र 104 वटा खेलको लामो तालिकामा खेलाडीको स्वास्थ्य जगाउनु चिकित्सक हिसाबले आवश्यक छ। यसका समर्थक गर्नेहरू अझ भन्छन्, अझ उत्कृष्ट खेल, खेलाडीले आराम र पानी पाउँदा खेलको अन्तिम मिनेटसम्म पनि थकाइ कम हुन्छ र चोटपटक लाग्दैन र अझ खेल तीव्र गतिको। समर्थकहरू भन्छन् 180 सेकेन्डभित्र प्रशिक्षकले आफ्नो टोलीको कमजोरी सुधार्न गरेको हतारो हेर्न छुट्टै रोमाञ्च। अब तपाईको विचार भन्नुहोस्, यो खेलाडीको सुरक्षाको लागि हो कि व्यापारिक कमाइको? विचार तल कमेन्ट